आफू बसेको रुममा के छ, के कस्तो हुन्छ, मलेसियामा चाहिँ के कस्तो, अब साउले चाहिँ के कस्तो बस्ने ठाउँ दिन्छ, कस्तो खानेकुरो के छ, त्यो चाहिँ मैले तपाईँहरूको लागि देखाउन गइरहेको छु। यहाँभित्र मासु हाल्ने, टक्कै लाइटबाट पकाउने, मजाले पाक्छ एकैछिनमा। यो चाहिँ दामी छ, हेर्न सक्नुहुन्छ। यहाँदेखि बनाउनु पर्ने यसको रुल, कति छिटो बनाउने कि ढिलो बनाउने। अनि त्यस पछाडि चाहिँ तरकारीहरू यता छन् चिजहरू। यो तरकारीहरू ल्याइसकेको भर्खरै। अनि यो खोर्सानी हेर्नु नि, खोर्सानी यस्तो छ। हे गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ ल? म भन्ने एकदमै मस्त छु। सो गुड मर्निङ सबैजनालाई। सो म चाहिँ भर्खरै उठेर मुखसुख धोएर बसेको छु अहिले रुममा नै। सो आजको भिडियोमा चाहिँ मैले तपाईँहरूलाई बसेको रुममा के छ, के कस्तो हुन्छ, मलेसियामा चाहिँ के कस्तो, अब साउले चाहिँ के कस्तो बस्ने ठाउँ दिन्छ, कस्तो खानेकुरो के छ, त्यो चाहिँ मैले तपाईँहरूको लागि देखाउन गइरहेको छु। सो सबैजना भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। सो म चाहिँ तपाईँलाई ढिलो नगरी त्यो चाहिँ तपाईँहरूलाई देखाउने गर्छु। सबैजनालाई भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। सो आज चाहिँ टक्कै तपाईँहरूलाई मेरो कोठाभित्र भिजिट गर्नेवाला छु है त। लेट्स सी। अहिले कोठा बाहिर चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ, पुरै घाम है, घाम लागेर यस्तो छ। यता चाहिँ यो हाम्रो साइकल बाइकहरू छ यता, अनि घर बाहिर चाहिँ यस्तो छ। अनि यहाँ चाहिँ हाम्रो यस्तो छ, यो फेन हो। दिउँसो यसो छुट्टीको टाइममा बसेर लाउनु पर्ने, गर्मीले बस्न सकिँदैन। यहाँ टिभी छ, हेर्न सक्नुहुन्छ। टिभी यत्रो ठुलो टिभी छ, यो साउले नै दिएको। त्यस पछाडि हाम्रो कुकरहरू हो यो टक्कै होइन, खानासाना बसालिसकेको छु। यो मासु पकाउने हो, यो चाहिँ यसरी आउँछ टक्कै। यसको टक्कै यहाँदेखि यसो गऱ्यो भने नि यहाँभित्र मासु हाल्ने, टक्कै लाइटबाट पकाउने, मजाले पाक्छ एकैछिनमा। यो चाहिँ दामी छ, हेर्न सक्नुहुन्छ। यहाँदेखि बनाउनु पर्ने यसको रुल, कति छिटो बनाउने कि ढिलो बनाउने यहाँनिर छ। अनि एउटा हाम्रो बिरालो छ यता, यो चाहिँ टक्कै बस्ने यता ऊ छ टक्कै अरू। अनि यता छ हाम्रो अरू चाहिँ खानेकुराहरू चाहिँ टक्कै हामी यता खाने गर्छौँ टेबलमा होइन। टक्कै पानी सानी सबै चिजसिजहरू सबै छ। यो चाहिँ कम्पनीबाटै दिन्छ सबै, यो खानेकुराहरू चाहिँ कम्पनीबाटै आउँछ टक्कै। यो बिस्कुटहरू हो यता। अनि त्यस पछाडि यो चाहिँ हाम्रो पानी फिल्टर गर्छ यो पानी होइन, यो चाहिँ टक्कै यो हो। अनि यसमा चाहिँ गरम पानी आउँछ, तातो पानी होइन, यहाँ लेखेको छ हट। अनि त्यस पछाडि चाहिँ यो कोल्ड, यो उसको हो, चिसो अनि नर्मलको। अनि त्यस पछाडि योनिर चाहिँ हाम्रो टक्कै देख्न सक्नुहुन्छ भाँडासाँडा धुने यताउता टक्कै। अनि यतातिर चाहिँ मसलाहरू, दालहरू सबै यो मिक्सचर छ यता, त्यही हो। अनि म चाहिँ यता छु, देख्न सक्नुहुन्छ टक्कै म चाहिँ यता छु है। अनि मुखसुख धुने यता, ब्रस गर्ने यता, यो चाहिँ ब्रसहरू गर्ने हो। अनि त्यस पछाडि चाहिँ तरकारीहरू यता छन् चिजहरू। यो तरकारीहरू ल्याइसकेको भर्खरै। अनि यो खोर्सानी हेर्नु नि, खोर्सानी यस्तो छ। अनि यता छन् सामानहरू सबै। अनि त्यस पछाडि तल चाहिँ मासुहरू राख्ने अर्को, यो चाहिँ चामलहरू हाम्रो यस्तो छ। टोइलेट छ चाहिँ हाम्रो। सो त्यही हो गाइजहरू, आजको भिडियो यति नै रहन्छ, किनभने मेरो कोठाको चाहिँ तपाईँहरूलाई भिजिट गरेको के छ, के कस्तो हुन्छ भनेर। यहाँनिर पनि छ हाम्रो सामानहरू, यो यता टक्कै देख्न सक्नुहुन्छ, यो जुत्ता सुत्ताहरू राख्ने। सो त्यही हो गाइजहरू, आजको भिडियो यति नै रहन्छ। नेक्स्ट अर्को भिडियोमा फेरि हाम्रो भेट हुनेछ है त।